नमस्कार, म समीर मान श्रेष्ठ। आज हामी प्राचीन तर अझै पनि आधुनिक स्वास्थ्य उपचारमा प्रभावकारी मानिएको अकुपंक्चरको बारेमा कुरा गर्दैछौँ। चीनमा हजारौं वर्ष अघि सुरु भएको यो विधि आज संसारभर विभिन्न रोग उपचार र शरीरलाई सन्तुलनमा राख्न प्रयोग हुँदै आएको छ। यो केवल पीडामुक्त उपचार मात्र नभई शरीरभित्रको एनर्जी फ्लोलाई सन्तुलनमा ल्याएर स्वास्थ्यलाई मजबुत बनाउने एउटा प्राकृतिक तरिका हो। यसबारे थप बुझ्नको लागि हामी कोहलपुर स्थित कौशल्या अस्पताल पुगेका थियौं र अस्पतालका असिस्टेन्ट अक्युपंक्चरिस्ट तिलक शर्मासँग कुराकानी गरेका छौं। नमस्कार, मेरो नाम तिलक शर्मा, म असिस्टेन्ट अक्युपंक्चरिस्ट। अक्युपंक्चर यो प्राचीन चिनिया पद्धति हो। यो अक्युपंक्चर दुई शब्दले बनेको शब्द छ। अक्यु भनेको हाम्रो शरीरमा रहेका हजारौं बिन्दुहरू जसलाई शरीरको मोटाई र नापको आधारमा सियोले पञ्चर गरेर उपचार गर्ने विधि हो। यो आजभन्दा 5000 वर्ष अगाडि चीनमा प्रतिपादन भएको थियो। त्यसको विकसित स्वरूप अहिले हाम्रो नेपालमा पनि यो पद्धतिहरू उपचार भइरहेको छ र हाम्रो यो विकसित मुलुक र विकास उन्मुख मुलुकहरूमा पनि यसको राम्रो उपचार विधि भइरहेको छ। यसलाई हामी बिरामीहरूलाई डायग्नोसिस गरेर बिरामीको लक्षण अनुसार फाइन्ड आउट गरिसकेपछि हामीले त्यो बिरामीको एरिया वाइज कुन ठाउँमा समस्या छ त्यो एरिया वाइज निडलले उपचार गर्ने गर्दछौँ। यसको तरिकाहरू निम्न प्रकारका छन्। हामी एउटा ड्राई निडल जसमा स्टेलाइज निडलहरूले पनि उपचार गर्छौँ शरीरमा घुसाएर, प्लस यसमा इलेक्ट्रो अक्युपंक्चर पनि भन्ने गरिन्छ। इलेक्ट्रो अक्युपंक्चर भनेको निडलमा इलेक्ट्रो दिएर उपचार गर्ने पनि गरिन्छ। सँगसँगै यसका विधिहरूमा अक्युपंक्चर सँगसँगै कपिङ थेरापी, मोक्जिबुसन थेरापी पनि पर्दछ। यो अक्युपंक्चर विभिन्न रोगहरूमा काम गर्दछ, जस्तो स्ट्रोक केसेसहरूमा, प्यारालाइसिस केसहरूमा, मुख बाङ्गेका, प्यारालाइसिस भएका, हातखुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या भएको, स्पाइनल इन्जुरी भएकाहरू, ब्याक पेनहरू भएका, यी आदि कुराहरूमा अक्युपंक्चरले राम्रो काम गर्दछ। अक्युपंक्चरले मेन त हाम्रो शरीरमा ब्लड सर्कुलेसनसँगै हाम्रो शरीरको अक्सिजनलाई हाम्रो शरीरमा सन्तुलन क्रिएट गर्ने काम गर्दछ। अक्युपंक्चरले हामीले जुन शरीरमा उपचार गर्दाखेरि जुन शरीरको समस्या छ त्यसमा हामीले ब्लड सर्कुलेसन गरेर हामीले हाम्रो प्रत्येक अङ्गहरूले पाउने न्युट्रिसन, अक्सिजन ब्लडको थ्रुबाट नै पाउने गर्दछ। जुन शरीरको अङ्गहरूले अक्सिजन, न्युट्रिसनहरू पाउँदैनन् त्यहाँनिरै समस्या हुन्छ। त्यो समस्यालाई दूर गर्नलाई अक्युपंक्चर विधिले राम्रो फाइदा गर्दछ। बिरामीहरू त मूलतः पहिला त डाक्टर कहाँ नै जानुहुन्छ। हामीभन्दा सुपर डाक्टरहरू, फिजिसियनहरू कहाँ, अर्थोपेडिक डाक्टरहरूसँग जानुहुन्छ। त्यहाँबाट धेरै उपचारहरू गरिसकेपछि, मेडिसिनहरूको प्रयोग धेरै गरिसकेपछि विकल्पका रूपमा अक्युपंक्चर, फिजियोथेरापीतिर छिर्नुहुन्छ। मूलतः कुनै बिरामीहरू त थाहा पाएर नै होला सम्भवतः अक्युपंक्चर गर्छु भनेर पनि आउनुभएको केसहरू यहाँ छन्। नभए हामी कहाँ हाम्रो हस्पिटलको युनिट छ जहाँमा सुरुमा बिरामीहरू आउँछ। हाम्रो बिरामीले फिजिसियन कन्सल्टेन्टलाई देखाइसकेपछि कुन बिरामीको लक्षण हो त्यसको फाइन्ड आउट गरिसकेपछि त्यसलाई हामी कहाँ पठाउने गरिरहेको छ। यसको सक्सेस रेट 80% यसको सक्सेस रेट छ, ताकि यसको साइड इफेक्ट पनि धेरै कम छ। यो आयुर्वेद रिलेटेड प्राकृतिक चिकित्सा भएको कारणले यसको साइड इफेक्ट हुँदैन। कैयौँ बिरामीहरूलाई यो धेरै उपचारमा सक्सेस भएको कारणले अहिले धेरै बिरामीहरू धेरै औषधि उपचार गरेर सम्भव नभइसकेपछि अन्तिम विकल्पका रूपमा अक्युपंक्चर गरौँ भनेर पनि आउने गर्नुभएको छ। हामीले अहिले हाम्रो हस्पिटलको रेसियोमा 80% बिरामीहरूलाई सक्सेस गरेर पठाएको रेकर्डहरू हामी दिन सक्छौँ।